गुड मर्निङ गाइस। आज म खोर्सानी गोड्दैछु। बर्खा मासमा अलिअलि हुन्छ कि भनेर खोर्सानी अहिलेसम्म चाहिँ हाम्रोमा यतिको भएको सकिएको छ। कोही भर्खर मुना लाग्दैछ गाइस। अब हाम्रोतिर लेक बेलमा पनि अलिअलि यसो खोर्सानी हुँदैछ गाइस। गाइस सबैजनालाई नमस्कार नमस्ते गाइस। हाम्रोतिर कोपीहरू पनि यस्तो मोटरले साह्रो सेप भएछ, त्यो कारणले गर्दा गाइस यस्तो भएको छ। हाम्रोतिर जेम्बिर यत्रो हुँदैछ भर्खर गाइस रोपेर। बारी सफा गर्दैछौँ गाइस। अब मटरको घाँस उखालेर थाङ्ग्रा जम्मा गर्ने गाइस। पानी पनि पर्दैछ हाम्रोतिर चाहिँ गाइस। अब थाङ्ग्राहरू जम्मा गरिसकेर चाहिँ गाइस हामी मटरको घाँस निकालिसकेर मुला रोप्नेछौँ। अहिले चाहिँ मटरको घाँस जम्मा गर्दैछु गाइस। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। हाम्रोतिर जहिले पानी पर्छ लेकबेल पर्छ, पुरा लेक पर्छ। अब जुक्का पनि निस्किने बेला भयो गाइस। अब पुरा हेर्नुहोस् गाइस यस्तो दुम्म छ गाइस। बस्तीको जग्गामा घाँस काट्यो बस्यो, टाढो टाढो गएर भ्युजहरू देखाउनु नसके पनि गाइस यही अब बारीदेखि ल्याएर खेतीपातीदेखि ल्याएर सबै देखाउने छु गाइस। सबैजनाले हेरिदिनु होला गाइस। यस्तो बकेटमा चाहिँ पानी जाम गरेर हामी खेतीपातीलाई लाउँछु, बिजाउँछु। माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनालाई। बेलुकाको टाइममा गुड नाइट। अब पानी पर्दैछ पुरा धुम्म भएको छ हाम्रो जग्गामा चाहिँ। अब जुक्का झरी लाग्ने टाइम भयो यो महिना पछाडिदेखि गाइस। अब टाढो टाढोको गएर देखाउनु भन्ने अब के गर्नु र, अब जानु पाउँदैन। अब यो सफा गरेर चाहिँ गाइस मुला रोप्नुपर्छ गाइस। म मुला रोपेको पनि देखाउने वाला छु, आशा गर्नु होला सबैजना गाइस। माया गरिदिनु होला। यस्तै छ गाउँघरमा, लाइक कमेन्ट सेयर गरिदिनु होला। गाउँ बस्तीमा यस्तै छ। अब हरियाली भयो तर अब पुरा जुक्का झरी हुने टाइम भयो गाइस।